ल अब हामी चाहिँ घरमा जाउँ ल हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी लिसा श्रेष्ठ फ्रम मोरङ र अहिले चाहिँ म धरानमा छु मेरो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने लाइक सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला अन्त हामी चाहिँ अहिले जानु लागेको गोपा क्याम्प हामी चाहिँ कहाँ हिँडेको भनेर सोच्नुहुँदैछ होला हामी चाहिँ धरानको गोपा क्याम्प जाँदैछौँ डाक्टर शशाङ्कलाई भेट्न भन्नु त मिल्दैन तर दाँत देखाउनु चाहिँ भाइ अभियसली दाँत मेरो दाँत हेर भने त झन् त सबैजना ढल्ने पर्छ अम्बो कस्तो खतरा दाँत यस्तो दाँत त कसैको पनि हुँदैन कटकट बाटो कुना काँच्ची छिर्दैछ उयो अन्त नि आउँदा आउँदा त नि कति बजिसक्यो 11 बजिसक्यो त ढिलो हुँदैन दुईजनालाई थाहा छैन घोपा कता कता के गर्नु पर्ने डुबेछन् होइन कहाँ बस्नेको के हो डेन्टलको कहाँ हो त थाहा छ नि म त्यही त नि यहाँ डेन्टलको त यहाँ हुन्छ ए डेन्टलको थाहा छ भने त हुन्छ नि त डेन्टलकै थाहा छैन यत्रो घोपामा कहाँ घुमिबस्नु हो त्यहाँ आइसकेको छु क्याम्पको बाहिर पर चाहिँ गेट पुग्न आँटिमा हामी चाहिँ नजिकै छ नि त घर यहाँ रुमदेखि क्याम्प अनि त्यही भएर हामी चाहिँ हिँड्दै आएको चाहिँ आइपुग्यौँ तर यहाँ कता टिकट कता क्यु हामीलाई चाहिँ केही नै थाहा छैन अन्त यहाँ हामी सोध्दै जान्छौँ कसलाई कता हो यतै हो सेक्युरिटी नै यहाँ हुनुहुन्न यहाँ यस्तो त भएन नि त हो हाम्रो बिचोक भयो कता जानु पर्यो हामी चाहिँ के ब्लग बनाउँदै यहाँ सबैजना हामीलाई हेर्नु मलाई लाजै लाग्यो के बताऊ बनाउनु त पर्छ त यहाँ अलिक शीतल भयो हामी चाहिँ यहाँ डेन्टल एरियामा आइसकेको छौँ तर कता हो टिकट काट्नु कता हो हजुरलाई थाहा छ यो दाँतकै जाउँ सिधै अगाडि जाउँ हाम्रो दिदीले भनेको चाहिँ डाक्टर शशाङ्कको कार उयो अरे ए कार चाहिँ कसरी चिन्नु भयो तपाईँले ए के नम्बर थाहा थियो होइन त अलिक थोरै नै लाइन रहेछ हामीले चाहिँ सोधिसकेर यहाँ आइपुग्यौँ यही रहेछ लाइन हामी दिदी यहाँ लाइनमा बस्नु भन्छ टिकट पाएर एक नम्बर कोठा कता हो अनि अघिको आन्टी कता जानुभयो ल कता हो ए यहाँ रहेछ 1 2 चल बाबा 1 2 3 हाम्रो नाम बोलाउनुहुन्छ हामी दिदीको चाहिँ पालो आएर डर लागिरहेछ ल केही हुँदैन सफा गर्न भने सफा गरिदिनुहुन्छ भरिदिनुहुन्छ हाम्रो चाहिँ दाँत देखाइसकेर भित्र एक्सरे गरेको तर खोइ 7 नम्बर कोठामा जानुभएको थियो 1 बजिसकेछ अब 2 बजे मात्र आउनुहुन्छ अरे अन्त हामी चाहिँ यहाँ अब के गर्नु घर जानु कि यहीँ बस्नु कि थाहै छैन कहाँ जानु मलाई झन् भोकै लागेको छैन भोक लाग्ने बेलै भएको छैन अनि ला टिकटक हामी चाहिँ अब यहाँ बस्नु लागेको यहाँ शीतलमा यसरी हो त मलाई पनि हेर्नु आइहाल्छ नि आरसिसी गर्नुपर्छ नि कसरी हेर्न आउँछ अरे यसरीबाट हेर्दो रहेछ त नि यहाँबाट यहाँ डाक यस्तोमा देख्दो रहेछ यसो मलाई कहाँ देख्यो दाँत ए यसो गरेर हेर्न हो अनि के त्यो हामी चाहिँ यहाँ डक्टरहरू केही छैन है
ला भने पऱ्यो त मलाई केदाउँछ त नि दाँतको एक्सरे उडाएर हामी चाहिँ यहाँ दाँत देखाएर यहाँ एक्सरे गरेर यहाँ बाहिर निक्लेको नि त सबैजना डक्टरहरू खाजा खान जानुभयो अन्त अब हाम्रो भएन अन्त हामीले चाहिँ डाक्टर सासाङलाई 2-3 खेप भेट्यौँ होला तर हामीले चाहिँ मतलब कस्तो बोल्नै सकेनौँ क्या यहाँ दिदीले चाहिँ बोलाऊ कि बोलाऊ भन्थ्यो तर हामी चाहिँ बोल्नै सकेनौँ आशिषले भन्छ बोलाउन सक्थ्यो होला आशिष को आशिषले भए चाहिँ बोलाउन सक्थ्यो होला आशिष अर्को लटो आशिषले तन्दै ल्याएर अर्कोचोटि आशिषलाई लिएर आउनुपर्छ हामी चाहिँ यहाँ अल्छी लाएर पुरै टिकटकर दिदी यहाँ टिकटक बनाउनु हुँदैछ मैले पनि बनाएँ 1-2 टिकटक त कस्तो बिल्ला गऱ्यो हौ टिकटक बनायो भन्दाखेरि जम्मै उता के अरे उयो खानु के भन्छ त्यो आलु निम्की यतिर निस्क्यो यहाँ पाउँदैन गोबामा कहाँ पाउँछ त जमानु हामी चाहिँ अब खोइ पाउँदैन र यहाँ पाउँदैन ए जम बाहिर निक्लिउँ न के खाऊँ न अल्छी लागिसक्यो ल आलु निम्की खाऊँ न धरानको फेमस आलु निम्की भाइरल खाऊँ जाऊँ ल हिँड एकदम गर्नु त तपाईँको दाँत कस्तो बनाइदियो टिकटक खोल्दा मात्र अनुहार मास्क खोल्नुहुन्छ नभए त नो चान्स टिकटकमा हेर्नु होला के भएर पिरमा अरे के भएर पिरमा भन्नु न डाक्टर सरसँगलाई नभए पिरमा चाहिँ कतिचोटि देखिसक्यो आँखा अगाडि हिँडे पनि मैले बोलाउनु सकेको छुइनँ दाँत देखाउन आएको होइन यो मान्छे कि डाक्टर सरसँगलाई भेट्न आएको रहेछ अब बल्ल थाहा पाएँ हामी पहिला मेरो एक्स बोयफ्रेन्डसँग आउँथ्यो त एक्स बोयफ्रेन्डसँग आउँथ्यौँ ओ यो भिडियो त मैले भेनामा सब्सक्राइब त्यस्तो नभन है फेरि अहिले एक्स भएर फेरि बिहे टुट्ला नि अघि आफै पठाएको मैले पठाइदिएको हो खोइ हौ म त ठेलै देख्दिनँ त हौ हामी चाहिँ थुक्पा खाने भनेर गएको थियौँ होइन थुक्पा खानुलाई के भयो भन्नु थुप्रै गनाएको थियो होइन धन्न एक ठाउँ मात्र मगायौँ हामीले एउटा त्यहीँ आउनुभएको थियो त्यहाँनिर एकजना उसले नै भन्नुभयो थुक्पा त गनाएको छ भनेर अन्त हामीले त एक ठाउँ मात्र मगायौँ तर साँच्चै नै हो रहेछ गनाएकै रहेछ अब के गर्नु थालेर आयौँ भोक लागिरहेछ थुक्पा कस्तो मिठो गरेर खाने भनेको त झन् भोकै भएन हामी पनि छौँ अब हामी फेरि आलु निम्कीको कस्तो ठेलै नभेटाएर हो क्या हामीले थुक्पा खानु परेको त्यही पनि हाम्रो आज हामी अनलक्की रहेछौँ त्यही उहाँनिरको त्यो ठेलामा खानु एउटा ठेला त्यही ठेलामा खानु भोक के भोक भन्नु थुक्पा खाएर मुखै बिग्रियो म त सुरुमा अलिकति खाएको त कस्तो गनाएको टाइपको छ कसरी खानु त्यस्तो भएर दाँत देखाउन आएको सँगसँगै पेटको पनि हस्पिटल डक्टरसँगै जानु पर्यो भने छैन पैसा दिनुभयो धन्यवाद आलु निम्की जाउँ यहाँ बसेर खाऊँ न हामी चाहिँ रुम जानुको अल्छीले खाजासाजा खाएर यहीँ बसेको फेरि अहिलेकै यहाँ रुखमा आइपुगिसक्यौँ ल अब चाहिँ बस्नु न म त गलिसकेँ उभिँदा हामी चाहिँ यहाँ भुइँमै बस्दैको ल गाइस आउनु है के उभिएको हौ हामी चाहिँ यहाँ बस्यौँ ला मेरो सक्समा त सबै टाँसिन्छ होला हौ गर्मी पनि अति भइसक्यो अति के गर्नु होला हौ यो अल्छी लागेको बेला चाहिँ के गर्नु नो आइडिया बसेर पनि टिकटक बनिन्छ त हौ कि उठेर बनाउने टिकटक
यहाँ नबस्नु कि बस्नु भनेको नबस्ने अरे नबस्ने अरे वाट क्यान आई डु नाउ वक्क लागिसक्यो मलाई यो हस्पिटलमा रुङ्नु जस्तो गाह्रो केही पनि हुँदैन कसैको यहाँ उभिउभि टिकटक हुँदैछ हामी चाहिँ फाइनली यत्रो पछिको वेट पछि यत्रो टाइम पछिको बल्ल बल्ल सक्यौँ फाइनली यतैपट्टि आउनु न तपाईँ सकियो दिदीको अब फेरि डेट दिएको छ डेट पनि कहिलेको 17 गते वैशाख 17 गतेको डेट दिएको छ अन्त त्यतिखेर आउनुपर्ने मेरो चाहिँ स्टुडेन्टहरूले त्यो रिसर्चको लागि रहेछ क्या मलाई चाहिँ बोलाउनु भयो होइन अनि म चाहिँ गएँ त्यहाँ सुत्न लाउनु भयो अनि त्यहाँ सर आएर चेक गर्नुहुँदो रहेछ क्या त्यस्तै प्र्याक्टिकल जस्तै रहेछ क्या मेरो दाँतको सबैको दाँतहरूको डिफ्रेन्ट मान्छेहरूको दाँत हेर्नु रहेछ अनि मेरो चाहिँ तयारी भए पनि तयारी भए पनि मलाई त अल्छी लागेको थियो अनि त्यहाँ बोलाउनु भयो अनि म त गएर दाँत देखाएँ अनि मेरो दाँत चाहिँ एकदम ठिक छ अरे ब्रस एकदम मजाले गर्छ अरे होइन गुड रिजल्ट गुड आएको छ मेरो त्यो रिजल्ट पनि त्यतिखेर त्यो सरले निकाल्दै हाल्नुहुँदो रहेछ क्या अन्त म त मस्त सुतेर अन्त आज चाहिँ अब हामी कति बजिसक्यो हौ 3 बजिसक्यो बिहान 11 साढे 10 बजीतिर आएको 3 बजिसक्यो अब चाहिँ हामी घर जाने हामी चाहिँ फाइनली घर हिँडेको हामी चाहिँ घर जाने अब केमा जाने सफारीमा हामी चाहिँ सफारीमा घर जानु आम्मामा जाएँ टिकटक त्यस्तो त भएन नि त अगाडि उहाँ डोरी छ कहाँ कुदेको हामी चाहिँ काम सकेर हिँड्न नसकेर अघि त हिँड्दै आएको थियौँ अब गलियो अरे दाँत सफा गरेर गलियो अरे अन्त हामी चाहिँ अल्टोमा म पैसा उडाउँदै गाडी कुदाउँदै मेरो यस्तै चप्पाडा त्यसमा हेरेको हेरे ल हामी चाहिँ घर आइपुग्यौँ ल आजको भ्लग चाहिँ यति नै मच फर टुडे म मेरो भ्लगलाई यहीँ टुङ्गाउन चाहन्छु बाई बाई गरिदिनु न बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई